लाउ बन्दला छैन लाउ बन्दला छैन आधी जौवन गइसक्यो थाहा छैन लेखा पुलुला नाच्नु पर्यो गुरस गुरास सम्झी ल्याउँदा लाइचा उराट खाजा खायो कति थियो हेलो गाइज वेलकम ब्याक टु माई च्यानल आई होप सबजना सन्चै आरामै हुनुहुन्छ होला आज चाहिँ म घरमा बस्दा बस्दा बोर लगाएर चाहिँ पौडी खेल्न आउँदैछु फेरि साथीहरू पनि कोही देखिन गाउँमा फोन आनेको फोन पनि लागेन साथीहरूलाई अनि त्यही भएर एक्लै पौडी खेल्न जाँदैछु म चाहिँ गाउँघरमा नि लास्ट बोर छ कि कोही साथीहरू कहाँ गएछन् कोही कहाँ गएछन् थाहा पत्तो केही छैन म पनि गाउँ आएको धेरै भएको छैन कति हिजो घलङ गएँ घलङबाट फेरि घर आएँ सिधै अनि घर आएर चाहिँ बसेँ अनि बस्दा 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 लास्ट बोर लाग्यो कि जिन्दगीले कहाँदेखि कहाँ पुऱ्याइसक्यो काठमाडौँ जाने भने नि त्यस्तै भइरह काठमाडौँ गए पनि के काम गर्ने थाहा पत्तो छैन गएर बस्यो थन्क्यो गर्नुभन्दा बरु यहीँ गाउँमै बस्छु गाउँमा अब धान सान थन्काउँछु भनेर चाहिँ सोच बनाएको छु अब धान सान थन्काउनलाई पनि बेला हुन लागिसक्यो धान पुरै यस्तो काट्ने बेला भइसक्यो अनि धान सान थन्काएर चाहिँ म टक्क लगाएर काठमाडौँ जान्छु भनेको रिजल्ट पनि आउन लागिसक्यो मेरो +2 को अब रिजल्ट आएपछि थाहा हुन्छ कुन देश जाने साउदी कतार मेल्छ लतार भने जस्तै देश गइन्छ कि अब कुन चाहिँ देश गइन्छ नि अब रिजल्टमा भर पर्छ मेरो चाहिँ कुन देश गइन्छ टक्क लाएर चाहिँ लास्ट चाहिँ आउँदा आउँदा पसिने आइसक्यो लास्ट गर्मी भइसक्यो हपप्ती भइसक्यो घाम पनि पुरा चर्क्यो कि एकदम अहिले चाहिँ 12 बजे कि 1 बजे 12-1 बजेको घाम छ त्यही माथि एक्लै छु साथीहरू कोही छैन भान्जालाई फोन गरेको भान्जा फेरि भ्याक्सिन लगाउन हिँड्छन् पशुहरूलाई अनि साथीहरूलाई फोन गरेर पनि छैनन् कोही गाउँमा साथीहरू नि पौडी खेल्न आउन सक्छन् सायद किनकि खोलानिर चाहिँ खासै नेटवर्क टिप्दैन कि यताको अनि त्यही भएर चाहिँ म साथीहरूलाई नि खोज्न आएको खास गरी त अनि पौडी पनि खेल्न आएको अब दुइटै फेला पारे त हुन्थ्यो पौडी नि खेल्ने साथीहरू पनि फेला पारे त हुन्थ्यो है सकिन् कि छैनन् साथीहरू पनि टक्क लाएर म चाहिँ खोलानिर आइपुगेँ साथीहरू चाहिँ उता त त्यहाँ खोलामा देखिसकेँ मैले टक्क लाएर होइन लिन सक्नुहुन्छ पुरा खोला खोला नाला टक्क लाएर साथीहरूबाट जाँदैछु अब साथीहरू चाहिँ कोही यता बसिरहेछन् कोही पौडी हिँडिरहेछन् अब जाने बित्तिकै हामी अलि कुरो त भएन होइन एकछिन बस्छु रेस्ट गर्छु अनि त्यसपछि बल्ल खेल्छु पौडी खेल्दै नि मलाई लास्टै कालो हाल सनसेट यतापट्टि पऱ्यो हे ब्याकपट्टि अनि त्यही भएर चाहिँ राम्रो आएन बल्ल चाहिँ राम्रो आयो जस्तो लाग्यो क्यामेरा नि हुन त कालो छु जता फर्काए पनि उयो हो क्यामेरा त आइफोनबाटै खिचे पनि म कालो मान्छे गोरो चाहिँ हुन सक्दैन है फेरि यता देख्न सक्नुहुन्छ दाइ ट्युबमा पौडी खेल्नु भए मेरो दाइ हेलो दाइ कृष्ण दाइ सक्नुहुन्छ पुरा पौडी खेल्न जानु भएको छ खोला पुरा छल्किरहेको छ देख्न सक्नुहुन्छ यहाँ पौडी खेलेको डल्फिन हो भयो ट्युबमा खेल्छौ न दोस्त ट्युबमा हान्देऊ
गाइज हामी चाहिँ पौडी सौडी खेलेर पनि अब घर जान लाग्यो देख्न सक्नुहुन्छ साथीहरू हामी चाहिँ मकै खाने अनि प्लान भयो कि भर्खरै के अरे पौडी खेलेर पनि आइयो लाइटर छैन नि त लाइटो घरबाट ल्याउने तिम्रो घरमा छैन किन भर्खर फेरि चेन्ज भर्खरै बनाएको प्लान भर्खरै चेन्ज गर्नु पर्यो देख्न सक्नुहुन्छ सनसेट बबाल देखियो कि यसरी फोकस गर्दा तर सनसेटको सिधा मलाई राख्यो भने म पनि एकदम गोरो देखिन्छ कि होइन म चाहिँ यस्तो जान्छु त्यसपछि यस्तो देख्छु त्यसपछि गएर खालसा चाहिँ खान्छु अनि एकछिन बस्छु एकछिन बस्न पनि पाउनु अब त यार अन्त काममा गइहाल्नुपर्छ काम जानु हुनाले काम गरिहाल्नुपर्छ अब भात तरकारी पकाउनु पऱ्यो अब भात फेरि मासु होला मासु खाइदिने भनेको खाने कि नखाने आमालाई सोध्छु अनि त्यसपछि मासु लिन आउनु पर्ला अब फेरि सरकारी कामबाट कति आउने हो मलाई रकम थाहा छैन कहिले आउँछ मलाई पनि थाहा छैन यार सरकारी कामहरू त हिँड्ने हो 4-5 दिन सुई अझ पनि हाम्रो घरमै छ यार मैले सुईहरू कतै पनि गरेन हाम्रै घरमै छ सुई निडिल सिडिल सब छ अनि पिपिआरको भ्याक्सिन पनि छ एफएमडी र एलएसडीको पनि छ चाहिन्छ भने लिन आउनुहोस् हाम्रो घरसम्म लैजाने होइन देख्न सक्नुहुन्छ यताको फेरि रोड आधी रोड मात्र हो यत्रो अनि गाडीहरू चलाएर राहम त के भने राहन म त चलाएन गाडी चलाउनु छोडिदिएको मैले लगभग भयो होला 5 वर्ष जति नत्र 5 वर्ष अगाडि त म त फेरि नेपालकै सबभन्दा प्रो ड्राइभरको लिस्टमा पर्थ्यो कि नम्बर 1 मा राइडर टक्क आएर बाइक पनि फेरि त्यस्तै हो क्या राइडरले जस्तो सानो बनाएर 10-12 जना त हालेर हिँडिदिन्छु कि बाइकमा नि मलाई चलाउनु त के आपत्ति नि छैन कि बाइक चलाउन जे चलाउन पनि अब हेलिकप्टर र प्लेन मात्र चलाउन बाँकी हो क्या मैले अनि म त सब चलाछु ट्र्याक्टरदेखि स्कुटीदेखि बाइकदेखि सबै चिज एभ्रिथिङ इङ्ग्लिस छोडिदिनु होइन बेला बेला थोरै हाल्यो नि अब त्यो एरोप्लेन पनि सिक्न हो चलाउनलाई एरोप्लेन र प्लेन चलाउन सिकेपछि त फेरि सबै चिज जानेछु कि चलाउनलाई अब डक्टर पनि भयो ड्राइभर पनि भइयो सबै मेरो माइन्ड चाहिँ त्यस्तै खाले हो कि एकदम छिटै केही कुरा सिकिहाल्ने छ कि त्यस्तो हाले होइन त पासन क्यामेरा अठाउँदा मेरो हातै गलिसक्यो यार लास्टै गाह्रो हुन्छ नि हामीलाई भ्लग गरेर हिँड्नलाई त्यही माथि अझ राम्रो क्यामेरा भएको फोन पनि छैन अब छिटै नै राम्रो क्यामेरा भएको फोनबाट तपाईँहरूलाई भिडियो गरेर चाहिँ देखाउने प्रयास गर्छु खाजा खानुभयो ल अहिले एकछिन आउँछु ल गाइस 1 hour later राम्रो भयो नि राम्रो निकाल्नु हुन्छ राम्रो निकाल्दैछु बुवा तपाईँको फोटो है हेर्नुहोस् हजुर म जस्तै दुःख पाउनु भयो नि हेर्दै नगर्नु होला है एउटा गीत गाइदिनु त आउँछ भने ल एउटा गीत गाएर नादिम त जस्तै गाइदिनु गीत गाएर नादिम बुवा ल भनिदिउँ हजुर ए लाउ बन्दला छैन आधी जौवन गइसक्यो थाहा छैन लेखा पुलुला ल नाच्नु पर्यो बुवा गुरस सम्झी ल्याउँदा लाइचा उराट
लगाइदिनु अर्को गाई जस्तै राम्रो गाई एउटा गीत अझ ल अझ गाइदिनु भयो त्यही गीत के अर्को 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 भाका अर्को भाकामा ए सुको सुको अलि ठुलो स्वरले भयो अब जेन लाउँदिन भोपुको लेखा पुलोला त्यही भयो आफै त्यहीको आयो उठी खर्काटुङ बसी खर्काटुङ चिठी खसालौँ घरका तुम बसी बसी यो त लोकगीत हो है हजुर है हजुर उठी खर्काटुङ बसी खर्काटौँ भन्नु हे उठी खर्का हे यो अर्को के हो कहाँ आइपुग्यो यो मैयाले पढ्ने है म सोध्दैछु यो मायाले ए धराधरी मै रुँदा पनि नरौ माया भन्दैन कोही पनि लेखा फुलो लाले गुरास सम्झी ल्याउँदा लाइचाउराठ नाच्नु न भयो नाच्नु हाम्रो बाबा नाच्नु पर्दैन भयो भिडियो फोटो खिच्नु थमेललाई काम लाग्छ 1 hour later. मार्छ के टिप्न जाने फेरि हन त लिची चोर्न जाने आउँदैन बरु उता खरे नगो खाजा खायो कति त्यो के रे मैले मासु कतिखेर खान्छ नि मासु र भात मलाई त मासु र भात भात मिठो कि चिउरा मिठो भोक मिठो कि भोजन मिठो भोक मिठो कि भोजन मिठो भने भोजन भने के हो ल भोजन भनेको खानेकुरा अलराइट गाइज आजको ब्लग चाहिँ म यति नै इन गर्न चाहन्छु च्यानलमा नयाँ हुनुहुन्छ भने लाइक गरिदिनु होला सब्सक्राइब गरिदिनु होला धेरै माया देखाइदिनु होला मलाई अब फर्स्ट ब्लग गर्दैछु केही कुरामा मेरो गल्ती छ भने क्षमा प्रार्थी छु त्यसको लागि थ्याङ्क्स फर वाचिङ दिस भिडियो